आज कांग्रेस बुझ्नु भएको साथीहरू हुनुहुन्छ, मधु बास्कोलाजीलाई राम्रैसँग चिन्नु भएका साथीहरू हुनुहुन्छ। त्यसकारण म आज तपाईहरुसँग भाषण होइन, अलिकति थोरै अन्तर्क्रिया जस्तो, अलिकति थोरै सरसल्लाह जस्तो, अलिकति एउटा घर सल्लाह जस्तो म यहाँहरुका बीचमा राख्न चाहन्छु। बदलिएको कांग्रेस भनेको के हो, कांग्रेस के कुरामा बदलिएको हो भनेर सोध्न सक्छन्। हाम्रो मधु बास्कोला को हुनुहुन्छ, तपाई हामी चिन्छौं, तपाई हामीले मधु बास्कोलालाई मैले फलानु हुनुहुन्छ भनेर तपाईलाई भन्न पर्ने जरुरी छैन, तर आम मान्छेलाई मधु बास्कोला को हो हामीले भन्नु पर्ने छ। अहिले जुन परिवर्तनका कुराहरू आएका छन् र परिवर्तनका जुन लोकप्रियताका कुराहरू आएका छन्, त्यसलाई केही उदाहरण दिएर युवा समूहलाई, विशेष गरेर जेनजी समूहलाई हामीले बताउनु पर्ने केही कुराहरू छ। म तपाईहरुलाई पहिले मधु बास्कोला को हो भन्ने कुरा हामीले समाजलाई बुझाउनको लागि केही सरसल्लाहहरू गरौँ, के हाम्रा विचार निर्माणहरू गरौँ। मधु बास्कोलालाई हामीले संसदमा पठाउन खोजेको, एउटा सांसदको रूपमा पठाउन खोजेको हो, नीति निर्माण गर्न पठाउन खोजेको हो, मुलुकको संविधान निर्माणका लागि पठाउन खोजेको हो। त्यो गर्नका लागि उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनहरू बुझ्नु भएको छ, बुझ्नुहुन्छ, पढ्ने ल्याकत राख्नुहुन्छ। त्यसकारण उहाँ हामीले कानुन बनाउने ठाउँमा, नीति नियम बनाउनु पर्ने ठाउँमा पठाएको हाम्रो उम्मेदवार, पठाउन खोजेको हाम्रो उम्मेदवार कानुनको स्नातक हुनुहुन्छ। उहाँले कानुनमा स्नातक गर्नु भएको छ, त्यसकारण उहाँले कानुन बुझ्नुहुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनहरूको अध्ययन गर्ने ल्याकत राख्नुहुन्छ। त्यो कारण योग्य हुनुहुन्छ भनेर हामीले उम्मेदवारहरूका बीचमा, जनताहरूका बीचमा राख्न जरुरी छ। उहाँ राजनीति पनि गरिराख्नु भएको छ, त्यसकारण उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ। त्यसकारण उहाँले राजनीति पनि बुझ्नुहुन्छ, राजनीतिको मर्म बुझ्नुहुन्छ। त्यसकारण हामीले कानुनमा स्नातक गर्नुभएको र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको एउटा योग्य उम्मेदवारलाई 2 नम्बर क्षेत्रमा पठाएका छौं। मतदान गर्नुहोला। उहाँ माथिको मात्रै होइन, यो मुलुकको लागि, संविधान निर्माणका लागि र कानुन निर्माणका लागि पनि न्याय हुन्छ भन्ने कुरा हामीले यो रूपमा राख्नु पर्यो। गगन थापा नीति बुझ्नुहुन्छ, युवाका बीचहरुमा उहाँ पपुलर हुनुहुन्छ, शिक्षा, सुशासन र भ्रष्टाचारका विरुद्धमा उहाँले अत्यन्त दरो तरिकाले धेरै अगाडिदेखि आफ्ना भावना र आफ्ना संकल्पहरू राख्नु भएको छ। नेपाली कांग्रेस बदल्यो, अब देश बदल्छ। हाम्रा नेताहरूले दोस्रो राष्ट्रिय महाधिवेशनमा व्यक्त गरेको प्रतिबद्धता हो। हामीले देश बदल्छौं। कांग्रेस बदलियो, कांग्रेस कहाँ बदलियो, के कुरामा बदलिएको अनुभूति भएको हो, यो कुरा पनि हामीले जनताका बीचमा लिएर जानुपर्छ। शेरबहादुर देउवाबाट गगन थापामा नेतृत्व आयो, यो मात्रै कांग्रेस भित्रको परिवर्तन हो कि यहाँ भित्र परिवर्तनका थुप्रै एजेन्डाहरू छन्, परिवर्तनका थुप्रै सम्भावनाहरू छन् भन्ने कुरा पनि हामीले आम रूपमा जनताहरूलाई बुझाउनको लागि जरुरी छ भन्ने कुरा म साथीहरूलाई भन्न चाहन्छु। जिम्मेवारी हो भन्ने कुरालाई नेपाली कांग्रेस सुधारेको छ। नीति र एजेन्डामा नेपाली कांग्रेस स्पष्ट छ। त्यसकारण नेपाली कांग्रेस परिवर्तन भएको छ। नेपाली कांग्रेस रोजगारी, उत्पादन, शिक्षा र स्वास्थ्यका ठोस योजना सहित राजनीतिमा आएको छ भन्ने कुरातर्फका कुराहरू हामीले लिएर जानुपर्ने कुरा। सत्ता सुविधा होइन, सेवा हो भन्ने कुरा अहिले नेपाली कांग्रेसले बोलेको परिवर्तनका प्रतिबद्धताहरू हुन्। यी लगायतका कुराहरू यसैसँग जोडिएर, यसैसँग मिलाएर हामीले लिएर जान सकियो भने हामीले सबै कुरा जनताले सोध्न सक्ने, यी सम्भावित प्रश्नहरूको जवाफ दिन सक्छौं।